हेलो हेलो साथीहरू नमस्कार। तपाईँहरूलाई स्वागत छ राजु छेत्री युट्युब च्यानलमा। ल साथीहरू, तपाईँहरू कहाँबाट यो युट्युब च्यानललाई यसो हेर्दै हुनुहुन्छ, एकदम आरामका साथ बसेर हेर्दै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। साथीहरू, अब यो कुवेतको यो सेक्युरिटी 12 घण्टा थियो, 12 घण्टाबाट 8 घण्टामा झऱ्यो। त्यसपछि अब यो दिनमा सेक्युरिटी चेन्ज भएर हिँड्दाखेरि चाहिँ अब यो बाटोमा कस्तो सिन देखिन्छ, यहाँको यो कुवेतको बाटोको बाहिरको सिन म त्यसलाई सरर निकालेको छु। त्यो चाहिँ अब सिन देखिन्छ, साउन्ड चाहिँ उता म्युजिकको आउँछ, अर्को हाम्रो नेपाली बाजाहरूको साउन्ड आउँछ, त्यो हेर्नु होला। त्यसबाट यसो टाइम पास गर्नु होला। त्यसपछि हेरिसकेपछि के कस्तो हुन्छ प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला साथीहरू। लाइक सब्सक्राइब र कमेन्ट चाहिँ गर्नु होला भन्दै अब यो म्युजिकतिर लागौँ है। एउटा परदेशीले धेरै थोक छुटाउँछ, एउटा परदेशीले धेरै थोक छुटाउँछ, जन्मिएको घर आँगन र बलेसी छुटाउँछ, साथी सङ्गी र मेला पर्म छुटाउँछ। हरेक बिहान सपनाहरूलाई कोरी बाटी गरी घामसँगै फिजाउन छुटाउँछ। टाढा हुँदा
त्यही फोटो हेर्नु, त्यही फोटो हेर्नु, म बसेको मन कहिले नफेर्नु हो, गाईलाई चराउँदै लाली जोमा जान्छ कि हजुरा पाता बजाउँदै। ल साथीहरू, म्युजिक चाहिँ त्यही नै हो। अब झर्ने ठाउँ पनि आइसक्यो। अब ठ्याक्क क्याम्पमा झरिन्छ। तपाईँले अहिलेसम्म म्युजिक हेर्नुभयो होला, सिन हेर्नुभयो होला। यो कुबेतको ठाउँ यस्तै नै छ। अब हामी ड्युटीको सिलसिलामा यहाँ आइपुगेका थियौँ। अब सिन यस्तै छन्, वरिपरिका प्रायः यस्तै नै छ। यति भन्दै अब यो भिडियोलाई चाहिँ अब यहीँ नै बन्द गर्छु। के कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ नबिर्सनु है। सब्सक्राइब गर्न चाहिँ लोभ नमानिकन ट्याक्क त्यो बटनलाई छोइदिइहाल्नुहोस् त साथीहरू। यति भन्दै म बिदा हुन्छु। हस्त सलाम। सब्सक्राइब लेखेको ठाउँमा ट्वाच्च छोएर घन्टी बजाइदिनु त।